हाई हेलो गुड मर्निङ एन्ड नमस्ते। फेरि पनि म यहाँहरू समक्ष उपस्थित भइसकेका छु एउटा सानो भिडियो क्लिप्स लिएर, जुन विच इज हेल्थ इन्फर्मेसनकै बारेमा छ। यहाँहरूलाई अचम्म लागेको होला, यहाँनिर 3टा ग्लासमा मैले डिफ्रेन्ट टाइपको वाटरहरू यहाँहरूको अगाडि देखाइरहेको छु। अब यो किन, कसरी र कतिखेर यसले के फाइदा गर्छ, यसको बेनिफिट के छ भन्ने कुरा यहाँहरूलाई म वान बाई वान यहाँहरूलाई भन्न चाहन्छु। जुन म स्टार्ट गर्छु, बिचको कालो जुन देखिराख्नु भएको छ एउटा वाटर, त्यो वाटर होइन, त्यो कफी हो। त्यो चाहिँ एकदम लाइट कफी हो है। अब यो लाइट कफी बिचमा छ, अनि त्यसपछि यता यो राइट साइडमा तपाईँहरूले देख्नुहुन्छ जुन यो चाहिँ पहेँलो, यो चाहिँ बेसार पानी, अनि यसमा चाहिँ एउटा मरिचको धुलो एड गरिएको छ। अर्को उतापट्टि यहाँहरूले देख्न सक्नुहुनेछ एउटा ग्लासमा, जुन ग्लास चाहिँ के भने टोटल्ली प्लेन वाटर छ। अब यो मैले यसरी किन राखेँ होला, अब के को लागि होला, यसले के फाइदा गर्छ होला, यहाँहरूलाई म सर्टमा यो कुरा एक्सप्लेन गर्न चाहन्छु। नम्बर 1, यहाँहरूले खाना खाइसकेपछि आफ्टर 1 आवर यहाँहरूले यो प्रोसेस चाहिँ 1 महिनासम्म यहाँहरूले युज गर्नुभयो भने यहाँहरूको हेल्थमा एकदमै राम्रो इम्प्रुभ हुनेवाला छ। सर्वप्रथम यहाँहरूले बिस्तारै त्यो कालो कफी जुन छ त्यसलाई, लाइट कफी, त्यसलाई स्लोली पिउनुहोस्, कहीँ बसेर पलेटी कसेर। एन्ड सेकेन्डमा तपाईँले त्यो बेसार पानीलाई बिस्तारै सुरुप पिउनुहोस् चबाउँदै। अनि लास्टमा आएर तपाईँले चाहिँ त्यो प्लेन वाटरलाई चाहिँ फेरि जसरी तपाईँले अरू वाटरहरू पिउनु भएको थियो, जस्तै मैले यहाँहरूलाई भने जस्तै बिस्तारै सुरुप, कहिले पनि स्वाटै पानी पिएर एकैचोटि एउटै घुड्कोमा अथवा 2-3 घुड्कोमै सक्ने गरी यहाँहरूले पिउनु भएन। पानीलाई एकदमै जस्तै अब त्यो कफीको लाइट कफी लिँदा पनि यहाँहरूले स्लोली नै लिनु पऱ्यो। बाइट गरे जस्तै हामी जस्तै फुड बाइट गरेर खान्छौँ, चबाउँदै खान्छौँ होइन, त्यसरी नै यसलाई पनि तपाईँहरूले हल्का मुखमा होल्ड गरेर चबाउँदै खेलाउँदै होइन, त्यसरी पिउनु पऱ्यो र त्यसरी निल्नु पऱ्यो। र बेसारलाई पनि त्यसरी नै। यो सबै एउटा नर्मल हटमा छ यो टेम्परेचर। यहाँहरूले चाहिँ अब मैले 75 डिग्री सेल्सियसको टेम्परेचरमा मैले यसलाई हट गरेको थिएँ, तताएको थिएँ। यहाँले यसलाई अन्टिल 50 डिग्री सेल्सियस वा 45 डिग्री सेल्सियससम्म आइसकेपछि यहाँहरूले मुखले मजाले यसलाई पिउन सक्नुहुन्छ, लिन सक्नुहुन्छ। त्यो बेलामा यहाँहरूले चाहिँ स्टार्ट गर्नुहोस्। अघि मैले यहाँहरूलाई भनिहालेँ, स्टार्टिङ पोइन्ट भनेको त्यो जुन एउटा ब्ल्याक कपमा देख्नु भएको छ, त्यो चाहिँ ब्ल्याक कफी लाइट हो। त्यो एकदम लाइट है, एकदम लाइट। यो चाहिँ सुत्नुभन्दा अगाडि लास्ट तपाईँहरूको डिनर, आफ्टर डिनरको यो चाहिँ पानी पिउने एउटा थ्योरी हो है। भनेपछि यहाँहरूले त्यसलाई पिसकेपछि सुरुप एकछिन 5-7 मिनट होल्ड गरेर त्यसपछि तपाईँहरूले बेसार पानी